गली ठाउँ बनाउनु जादु हेरौँ यता फर्केर सर यता सर अलि पछाडि जानुहोस् ठाउँ चाहियो अझ ठाउँ अझ पछाडि अगाडि नसर्दिउँ है एउटा जादु हेर प्रत्यक्ष जादु हेर्नुहोस् है भिडियो भयो फोटो गर्नु ल जादु हेर्नुहोस् जादु शिक्षक एकता हाम्रोमा शिक्षकको कलममा जादु होइन ताकत छ हजुर पनि शिक्षक हुनुहुन्छ सम्पूर्ण महानुभाव शिक्षक हुनुहुन्छ र सम्पूर्ण महानुभावको शिक्षकको कलममा ताकत छ सबै गुरुहरूको गुरुआमाको कलममा ताकत छ यो ताकत सरकारले बुझ्नै पर्छ र जबसम्म सरकारले यो ताकत बुझ्नुहुन्न हामी ढुँडा टेकाएरै बुझाएरै छोड्ने यो कपी यो कलमले एसीको कपी परीक्षण गर्न छोडिदियो भने हामीले आगो लगाउनै पर्दैन विद्यार्थीले आगो लगाइदिन्छ यति यो ताकतिलो हाम्रो यो कलम छ शिक्षक एकता हेर्नुहोस् जादु हेर्नुहोस् यो जादु के हो भने यसमा एउटा बल छ तपाई हेरिराख्नु भएको छ एउटा बल छ यो बल अपराधी हो के हो यो जेलमा घेरिएको छ भ्रष्टाचारी हो भ्रष्टाचारलाई के गरिएको छ जेलमा घेरेर यो ढोका बन्द गरिएको छ हेर्नुहोस् ध्यान दिएर अब यो टिनले बनाइएको पिजडा हो जेल हो यसमा एउटा भ्रष्टाचारी छ अब एउटा किन हाम्रो देशमा धेरै भ्रष्टाचारीहरू छन् ती सबैलाई हामी बन्द गर्ने हो कि होइन शिक्षकको कलममा ताकत छ अब यो हेर्नुहोस् यो भ्रष्टाचारी धेरै बलियो छ यो ढोका खोलेर यो भ्रष्टाचारी निस्कियो अनि यो उडेर विदेश भागिसक्यो यो भ्रष्टाचारी कहाँ गयो विदेश भागिसक्यो यो भाग्यो कहानी कहाँ यो भ्रष्टाचारी भाग्यो अब हेर्नुहोस् हामी शिक्षक हो शिक्षकको कलममा धेरै ताकत भ्रष्टाचारी भागेमा हामी भाग्न दिँदैनौँ शिक्षकको कलममा धेरै धन्यवाद शिक्षकको कलममा ताकत छ सरकारले सुने शिक्षकको कलममा ताकत छ तर यो 15औं दिनसम्म सुनेन तर सुन्नु पर्छ कति भ्रष्टाचारी हुनुहुन्छ सबैलाई हामी यसमा बन्द गरिदिने यहाँबाट फुत्केर भागे पनि ढोका बन्द गरे अब त्यसलाई म पुनः यसमा बन्द गर्न गइरहेको छु शिक्षकको कलममा यसमा त भ्रष्टाचारी रोक्ने बल छैन नि मेरो हातमा पनि बल छैन अब हेर्नु शिक्षकको कलममा ताकत छ त्यो भ्रष्टाचारी भाग्न म दिँदैन हामी शिक्षक हो सबै भ्रष्टाचारलाई हामी यसमा बन्द गरिदिन्छौँ बन्द गरिदिने कि होइन बन्द गर्ने ल भ्रष्टाचारी भागिरहेको थियो मैले समातिसके भ्रष्टाचारी मेरो हातमा आइसक्यो भ्रष्टाचारी हातमा छ म हेरिरहेको छु यो भ्रष्टाचारीलाई तपाईँ हेरिराख्नु भएको छ मेरो हातमा भ्रष्टाचारी आइसकेको छ भ्रष्टाचारीलाई यसमा हालिदेऊ हालिदिने मेरो हातमा भ्रष्टाचारी छ मेरो हातमा भ्रष्टाचारी छ हालिदेऊ ताली बजाउनुहुन्छ त्यो त देखेकै छ भ्रष्टाचारीलाई हामीले
कलममा भ्रष्टाचारीलाई हामी उस्किन दिँदैनौँ। हामी सबै भ्रष्टाचारीलाई यसमा नै घेरिदिन्छौँ। धन्यवाद। शिक्षक एकता, शिक्षकको कलममा हो यो ताकत सरकारले बुझ्नै पर्छ। धन्यवाद। होइन त्यो पत्तामा भित्र च्यापिएको थियो, थिचिएको थियो। एउटा पातो हुन्छ उस्किने खालको छ कि अनि यताबाट छोड्दा हुन्छ कि त बाटो मनुष्य डल्ला दुईटा हुनु पर्यो। त्यो च्यापिरहेको त्यो पातलो हुन्छ अनि त्यहाँ ठ्याक्क छोडिदिएर उस्केर जान्छ कि त्यो कि अघि एउटा त उसले